नमस्कार। म देशको बारेमा अत्यन्तै चिन्ता गर्छु, चिन्तित छु। यतिको युवाले पनि यो देशको बारेमा, यो राष्ट्रको बारेमा चिन्ता गर्नुपर्छ, चिन्तित हुनुपर्छ। मसँगैका कयौँ साथीहरू कतार, दुबई, मलेसिया, जापानका विभिन्न देशहरूमा काम गर्नकै लागि, रोजीरोटी गर्नका लागि गएका छन्। यस्तो स्वर्ग भएको देशमा, पशुपतिनाथ भएको देशमा, बुद्ध जन्मेको देशमा, सीता भृकुटी जन्मेको देशमा के आइलाग्यो आज? किन नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढेको छैन? ठुल्ठुला धर्मग्रन्थ भएको देश, ठुल्ठुला देवी देवता बसेको देश, मैले अघि पनि भने पशुपतिनाथको जन्म भएको देश हो यो। गौतम बुद्ध जन्मेको देश हो यो। तर यो देशमा किन हत्या हिंसा, किन दिनौँ दिन आन्दोलन भइरहेका छन्? अहिले देशको सबैभन्दा महत्त्वपूर्ण पेसा शिक्षक। शिक्षक भन्ने बित्तिकै समाजमा सकारात्मक परिवर्तनको एउटा बिगुल फुक्ने त्यस्तो संस्था हो शिक्षक। आज शिक्षकहरू हजारौँ होइन, लाखौँको सङ्ख्यामा शिक्षकहरू काठमाडौँको यो तातो गर्मीमा, यो रातो गर्मीमा, यो कालो सडकमा उभिएर आफ्नो माग मुद्दा भन्दैछन्, सरकारलाई गुहार्दैछन्। हामीलाई उचित न्याय चाहियो, शिक्षा चाहियो भन्दैछन्। तर किन सरकार सुन्दैन? नेपाली जनताको जनताद्वारा निर्वाचित सरकार भनौँ, अथवा जनताबाट मत लिएर दुईटा ठुला पार्टीले सरकारको नेतृत्व गर्दै गर्दा यो ठुला पार्टी, लार्जेस्ट पार्टीले जनताको मत लिएर पछि जनताको काम गर्नु पर्दैन? आज हजारौँ शिक्षक शिक्षिकाहरू, आज अपाङ्ग शिक्षकहरू काठमाडौँको तातो गर्मीमा, यो महँगी सहरमा आफ्नो जीवनयापन बिताइरहेका छन्। शिक्षक मात्रै होइन, शिक्षकको घेरालाई हेर्न नेपाल प्रहरी पनि तैनात छ। त्यो नेपाली आमाका सपुत नेपाल प्रहरी पनि आज थोरै तलबमा आफू दिनभरको गर्मीमा लट्ठी समातेर त्यो गर्मीमा 24 घण्टा उभिएर बसेका छन्। देशमा भ्रष्टाचार बढेको छ। राजनीति गर्नेहरूले महल बनाएका छन्, गाडी चढेका छन्। जनताको अवस्था कमजोर छ। आज यो शिक्षक आन्दोलनलाई सही ट्र्याकमा, शिक्षक आन्दोलनलाई समाधान गर्नु पर्दैन? सरकार भनेकै जनताको समस्या समाधान गर्नका निम्ति त हो नि। जनता भनेकै शिक्षक त हो नि। आज लाखौँ शिक्षकहरू काठमाडौँको केन्द्रीय राजधानीमा आएर बोल्दै गर्दा शिक्षकहरू आवाजलाई सरकारले सुन्न सकेन भने देशमा के सन्देश जान्छ? अन्तर्राष्ट्रिय जगतमा के सन्देश जान्छ? त्यसैले आजको अवस्था शिक्षक आन्दोलन पुरा गर्नु पर्यो। शिक्षक आन्दोलन पुरा गर्नु भनेको नेपाली जनताका बालबालिकाहरूको भविष्य उज्जवल हुनु हो, जसले 3 करोड नेपाली जनताका छोराछोरीलाई शिक्षा दीक्षा दिने काम गरे। आज तिनै शिक्षकहरू एकसरो कपडा लगाएर, एकसरो जुत्ता लगाएर, इच्छा खाएर काठमाडौँको सडकमा, काठमाडौँको गल्लीमा माग मुद्दा राख्दैछन्, भन्दैछन् सरकार हाम्रो माग पुरा गर। त सरकार किन सक्दैन पुरा गर्न? हामी किन पछि पर्यौँ? हाम्रो देश किन पछि परेको छ? आज भारत, चाइना, जापान, अमेरिका किन अगाडि बढेका छन्? यस्तै कारणले गर्दा हामी आज पछि परेका छौँ। हिजो कुनै बेला हामीले ती देशहरूलाई सहयोग गरेका छौँ जुन देश आज चन्द्रमाको यात्रा गर्दैछन्, मङ्गल ग्रहको यात्रा गर्दैछन्। हामी भने शिक्षा ऐनमा अल्झेका छौँ, राजनीति स्वार्थमा अल्झेका छौँ, विद्यार्थी राजनीति गरिरहेका छौँ, कलेजमा राजनीतिको थलो बनाएका छौँ। कलेजमा राजनीति थलो, शिक्षामा राजनीति थलो, खेल क्षेत्रमा राजनीति, सबै क्षेत्रमा राजनीति। देश कसरी अगाडि बढ्न सक्छ? जस्तै आर्थिक सङ्कट छ, राजनीतिक सङ्कट छ। यस्ता बेसी वस्तुबाट जब देश अगाडि बढ्न सक्दैन तब युवाहरू सोच्ने बेला भएको छ। तपाईँ हामी जस्ता नौजवान जन्मेको देश, हिमाल पहाड तराई भएको देश, खानेदेखि पानीसम्म बहुमूल्य जडीबुटी, अत्यन्तै महत्त्वपूर्ण देश, सगरमाथाको देश, काली गण्डकी रारा भेरी कर्णाली भएको देश, कलकलाउँदा झरनाहरू बगेको देश अझै पनि यसरी विदेशीको इसारामा चलियो भने यो देशले पक्कै पनि परिवर्तन खोजेको छ भन्ने कुरा महसुस भएको छ। त्यसैले आदरणीय साथीहरू, म सबैले आग्रह गर्न चाहन्छु, यो शिक्षक आन्दोलन अत्यन्तै महत्त्वपूर्ण छ। शिक्षकको माग मुद्दा पुरा गर्नुपर्छ। शिक्षक आन्दोलनको समर्थनमा छौँ हामी। यति भन्दै आजको यो छोटो भनाइबाट बिदा हुन्छु। नमस्कार।